हेलो गाइज, फेरि पनि मैले अर्को ट्युटोरियल लिएर आइसकेको छु अनि यो भिडियोले चाहिँ सबैलाई हेल्प हुन्छ भन्ने मैले आशा लिएको छु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म स्किप नगरी हेरिदिनु होला। मैले चाहिँ टेलिग्राम अगाडि नै डाउनलोड गरिसकेको थिएँ, किनभने अब नेट अलिक स्लो भएको हुनाले चाहिँ मैले डाउनलोड गरिसकेको छु। अब सिक्योर भिपिएन चाहिँ म डाउनलोड गर्दैछु है। ल सिक्योर भिपिएन हामी डाउनलोड गरौँ पहिला है। यो तलको हेर्नु सिक्योर भिपिएन, यसलाई डाउनलोड गरौँ। यसलाई डाउनलोड गरिसकेर हामी खोल्नेछौँ। र मैले टेलिग्राम चाहिँ अब धेरै लामो हुन्छ नि त, लगभग 90 MB को होला। त्यही भएर चाहिँ मैले अगाडि डाउनलोड गरेर स्लो पनि त्यति हेरिरहनु भएको छ, देखिहाल्नु भएको छ। यो चाहिँ अब नजिक भएको हुनाले चाहिँ यसलाई चाहिँ देखाइ नै दिएको मैले, किनकि मैले खोलेको छुइनँ। हेर्नु दुइटैको एपको अगाडि टिक लागेको छ, ग्रिन हैन ब्लू कलरको। अब यसलाई चाहिँ पहिले भिपिएन अन गरौँ हैन। पहिले भिपिएन अन गरौँ। भिपिएन अन गरेर म लगइन गर्छु। एक्सेप्ट गर्नु होला, एक्सेप्ट गरेर कन्टिन्यू गर्नु होला। एड आउँछ कि यहाँनिर, एडले गर्दा दिमाग खराबै हुन्छ, त्यो पनि चिन्ता गर्नु पर्दैन। यसको त्यो प्रिमियर एड हो, यसको लागि कनेक्ट गरौँ हामी। ओके, अब हाम्रो भिपिएन अन भइसकेको छ। अब हामी एप क्लोज गरेर हामी एप क्लोज टेलिग्राम लगइन गरौँ। टेलिग्राम एप क्लिक गरौँ। अब स्टार्ट मेसेजिङ कन्टिन्यू गरौँ। कन्टिन्यू अलाउ। कन्ट्री कोड हाल्नु आफ्नो +977। त्यहाँबाट फोन नम्बर हाल्नु होला। मैले फोन नम्बर राखिसकेको छु। राखेर हामी के गर्नु चाहिँ एरोमा कन्टिन्यू गरौँ है त। ओके, यस गरौँ, कन्टिन्यू गरौँ। हेलो, पर्खिनु लोडिङ भइरहेको छ। माथि टाइम पनि हेर्न सक्नुहुन्छ। कोड मागिरहेको छ, मैले कोड हालिसकेको छु। तपाईँहरूले पनि कोड हाल्नु होला। तपाईँहरूको अर्को टेलिग्राम थर्ड पार्टी भन्नुहुन्छ होला, थर्ड पार्टी हुँदैन, सबै एउटै हुन्छ। त्यसबाट चाहिँ कोड आउँछ, त्यहाँबाट चाहिँ आफूले हाल्नु होला। मैले हालिसकेर लगइन गरिसकेको छु। हेर्नु होला, मैले टेलिग्राम खोलिसकेको छु है। टेलिग्राम खोलिसकेको छ मेरो। अब अफिसियल भन्ने टेलिग्रामै खोलिसकेको छ है, अफिसियल। यस्तो भएको छ हेर्नु, बोक्सा अनअफिसियल टेलिग्राम क्लाइन्ट मेसेन्जर भनेको छ। ओरिजिनल एप डाउनलोड गरेको छु, त्यही पनि मैले यस्तो भनिएको छु, किन भने चाहिँ थाहा छैन है। मैले प्ले स्टोरबाटै गरे हो, किन भने हो त्यस्तो चाहिँ मलाई थाहा भएन। अब त्यसलाई चेक गरौँ हो कि होइन भन्न चाहनुहुन्छ भने हेर्नु, मैले माथिबाटै डाउनलोड गरेको है, भर्खर डाउनलोड गरेको। अब यहाँबाट ओपन गर्छु, डाइरेक्ट तिनीहरू पठाउँछ, हेर्नु हुन्छ है, ती पठाउँछु, त्यहीँनिर त्यही आउँछ। म कन्फ्युज भइरहेको छु किन यस्तो लेख्यो भने। यसमा प्रिमियर लिनु नलिनु आफ्नो कुरा हो, तर खोल्दाखेरि त अब यस्तो नगर्नु पनि। तपाईँहरू चिन्ता गर्नु होला। खोलिसकेको छ, तपाईँहरूले पनि अब सेकेन्ड एपमा लगइन छ भने चाहिँ यसरी खोल्न सक्नुहुन्छ। यसैलाई नै खोल्न चाहनुहुन्छ भने चाहिँ अब अरू पनि तरिकाले खोल्न त खोलिन्छ होइन। यसको लागि चाहिँ अब खोलेन भने मलाई सम्पर्क गर्नु होला।